हेलो साथी, गुड मर्निङ, वेलकम माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। म चाहिँ अहिले ठ्याक्कै आएँ घाँस काट्न। यही मैले घाँस काटेर लाने ठाउँ यही। साथीहरू, घाँसको बारी चाहिँ पुग्यो, गर्मी भयो, अलिकति उकालो छ। अब चाहिँ बोकेर जानुपर्छ। घाँसको बारी बोकेर घर निस्कँदैछु। अलिकति उकालो छ, के गर्नु, गाउँमा बसेपछि त गाई बस्तुहरू पनि पाल्नु पर्यो, त्यसको लागि घाँस पनि काट्नु पर्यो। गाउँघरको पहाडको बाटो उकाली ओह्राली पनि गर्नै पर्यो। साथीहरू, हामीले चाहिँ यहाँ धान काट्दैछौँ। उहाँ आउनुहुन्छ, कतिजना हुनुहुन्छ, 3 जना। अनि हामीले यहाँ काट्दैछौँ। टन्नै छ काट्न, हिजोबाट सुरु भएको छ। यहाँ काट्दै हुनुहुन्छ दाइले, अब पनि म काट्ने। म चाहिँ अहिले धान काटेर आइसकेँ। साँझ परिसक्यो, झमक्की रात पर्यो। अहिले चाहिँ 6 बजिसक्यो। अनि 6 बजे पनि यति अँध्यारो हुन लागिसक्यो। अनि मैले भर्खर बनाउन सुरु गरेको, सिक्दै गरेको मेरो भ्लगलाई सबैजनाले माया गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।